अगाडि नबढौँ त सफलताको शिखर छुट्ने डर, अगाडि बढौँ त सँगैको साथी छुट्ने डर। जय मसीह सबैजनालाई, हामी क्रिसका सेना युट्युब च्यानलमा यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। प्रिय, आज तपाईँहरूको बिचमा म केही कुरा बताउन गइरहेको छु। हो, कतिचोटि हामीले केही कुरा पाउनलाई केही कुरा गुमाउनु पर्छ भनेर हाम्रो समाजले हरेक दिन भन्ने गर्छ। यो यथेष्ट सत्य छ। त्यसो हुँदै गर्दा हामीले केही कुरा पाउनको निम्ति केही कुरा गुमाउनु पर्छ। जब जब यो भनाइ अघि मैले भन्दै थिएँ, अगाडि नबढौँ त सफलताको शिखर छुट्ने डर, फेरि अगाडि बढौँ भन्दै गर्दा के त सँगै हिँड्दै गरेको साथीहरू छुट्ने डर। म यो किन भन्दैछु भन्दै गर्दाखेरि प्रभु येशू ख्रीष्टलाई चाहिँ विश्वास गर्नु आवश्यक छ। तर विश्वास गर्दै गर्दा तपाईँ र मसँग भएको कतिवटा सम्बन्धहरू टुक्रिन पनि सक्छ, कतिवटा सम्बन्धहरू बिग्रिन पनि सक्छ। किन भन्दै गर्दा तपाईँले येशू ख्रीष्टलाई मेरो प्रभु र मेरो मुक्तिदाता भनेर ग्रहण गर्दै गर्दा कतिवटा सम्बन्धहरू छुट्ने डर पनि हुन्छ। तर म तपाईँलाई आज इन्करेज गर्न चाहन्छु, सम्बन्धको वास्ता नगर्नुहोस्, तर तपाईँ र परमेश्वरसँगको सम्बन्धलाई चाहिँ सबैभन्दा सुरुमा मिलाउनुहोस्। मानिससँगको सम्बन्धले परमेश्वर कहाँ पुर्याउँदैन, तर तपाईँ र परमेश्वर बिचको सम्बन्धले चाहिँ तपाईँलाई परमेश्वर कहाँ पुर्याउँछ। यो बिहानी म तपाईँलाई यो इन्करेज गर्न चाहन्छु। बाइबलमा यस्तो घटना घटेको छ। धनी मानिस र लाजरस भनेर यहाँ टपिकमा दिएको छ भनेदेखिलाई एकजना धनी मानिस जो चाहिँ मलमलको बहुमूल्य वस्त्रहरू लगाएर, एकदमै अहिलेको भनाइमा भन्नुपर्दा ब्रान्डेड लुगाहरू लगाएर होइन, मलमलको वस्त्रहरू लगाएर बस्ने गर्दथ्यो। अनि उसको चाहिँ धेरै नोकर चाकरहरू भएको व्यक्ति, एकदमै धनाढ्य व्यक्ति। तर उसको त्यो धनाढ्य व्यक्तिको ढोकामा चाहिँ जहिले पनि एकजना लाजरस नाउँ भएको मानिसलाई चाहिँ लिएर राखिदिने गर्दथ्यो। अनि लाजरस चाहिँ एकदमै धन सम्पत्तिमा एकदमै गरिब मानिस होइन, उसँग धन सम्पत्ति थिएन। अनि अर्को चाहिँ के भन्दै गर्दा उसको चाहिँ जिउभरि घाउै घाउ भरिएको थियो। त्यस धनी मानिसको टेबलबाट झरेका टुक्रा टाक्रीहरू खाएर लाजरसले आफ्नो पेटको इच्छाहरूलाई चाहिँ मार्ने गर्थ्यो। भन्नुको मतलब उसको भोकलाई चाहिँ मार्ने गर्थ्यो। अनि यतिसम्म पनि लाजरस यति साह्रो पनि कष्टमा थियो कि त कुकुरहरूले पनि आएर त्यही टेबलबाट झरेको नि खान्थे अनि लाजरसको घाउहरू चाटिदिने होइन। एकदमै डरलाग्दो घाउहरू थियो लाजरसको जिउभरि, त्यो चाहिँ कुकुरहरूले आएर चाटिदिने। एकदमै गरिब मानिस, त्यो गरिब मानिस मर्यो एक दिन होइन। हुँदा हुँदा त्यो क्रम जारी नै थियो। तर एक दिन अचानक त्यो गरिब मानिस मर्छ, यानि लाजरस मर्छ। अनि लाजरस मरिसकेपछि के हुन्छ त भन्दै गर्दा स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहमको काखमा राखे। अनि एक दिन अचानक त्यो धनी मानिस पनि मर्दछ। अनि त्यो धनी मानिस मर्यो अनि त्यसलाई गाडियो। अनि नरकमा ठोक्कर र कष्ट भोगिरहेको बेला उसको नजर उठाएर हेर्यो र टाढामा अब्राहम र उनको साथमा लाजरसलाई देख्यो। अनि त्यो धनी मानिसले कराएर भन्यो, हे पिता अब्राहम, म माथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्। र त्यसले आफ्नो औँलाको टुप्पाले पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्। धनी मानिसको एउटा इच्छा भयो के त, टाढामा हेर्दै गर्दाखेरि त अब्राहमको काखमा त त्यो गरिब जो चाहिँ जिउभरि घाउ भएको व्यक्ति पो छ त। संसारमा हुँदा धेरै धन सम्पत्ति कमाएर धेरै यसो आराममा परेको मानिस कसरी होइन त्यो ठाउँमा पुग्यो होला त। अनि फेरि संसारमा एकदमै गरिब भएको मानिस जो चाहिँ
डरलाग्दो समयहरू बिताएर गइरहेको थियो, जो चाहिँ घाउै घाउ शरीरमा कष्टित भएर गइरहेको थियो। तर त्यो मानिस चाहिँ अब्राहमको काखमा कसरी होला? अनि धनी मानिसले चाहिँ कराएर भने कि त मलाई चाहिँ लाजरसको चाहिँ उम्ला पानीमा चोपेर त्यसले चाहिँ मेरो लागि चाहिँ पानी दियोस् भन्दा चाहिँ धनी मानिसले चाहिँ चिच्याउँदै अब्राहमलाई दयाको लागि चाहिँ भिख माग्दैछ होइन। त्यसो हुँदै गर्दा यहाँनिर लेखिएको छ, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु। त्यो डरलाग्दो आगोमा चाहिँ भयङ्कर वेदना पाइरहेको धनी मानिसले कराएर भन्यो। तर अब्राहमले भने, छोरो याद गर, तैँले आफ्नो जीवनकालमा असल असल कुराहरू भोग गरिस् र त्यसै गरी लाजरसले दुःख कष्ट भोग्यो। त्यो अब यहाँ आराममा छ र तँ चाहिँ कष्टमा छस्। यी सबै कुराहरू बाहेक यसबाट तँ कहाँ पारी जान खोज्नेहरू जान नसकुन् र त्यहाँबाट यहाँ हामी कहाँ वारी आउन पनि नसकुन् भनेर हामीहरूका बीचमा एउटा अति ठुलो गहिरो धाँधो छ होइन। यहाँनिर अब्राहमले भने, तँ भए ठाउँबाट यता आउनलाई पनि कोही पनि सक्दैन, अनि यहाँ भएदेखि यहाँबाट पनि त्यहाँ आउनको निम्ति कोही पनि सक्दैन, किन भन्दाखेरि चाहिँ बिचमा चाहिँ एउटा ठुलो धाँधो राखिएको छ। तब उसले भन्यो, पिता, यसकारण म तपाईँलाई बिन्ती गर्दछु, तपाईँले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरा 5 भाइ छन् र त्यसले तिनीहरूलाई चेतावनी दियोस्, नत्र तिनीहरू पनि यस कष्टको ठाउँमा कष्टको ठाउँमा आइपुग्लान् भनेर चाहिँ एकदमै ऊ पनि डराएको छ धनी मानिस चाहिँ। किन भन्दै गर्दाखेरि म त दुःख भोगिहालेँ, तर यस्तो दुःख चाहिँ मेरा दाजुभाइहरू, मेरा 5 जना दाजुभाइहरू छन् होइन, तिनीहरूलाई चाहिँ यस्तो ठाउँमा उनीहरू चाहिँ आउनु नपरोस्। बरु तपाईँले चाहिँ लाजरसलाई पठाइदिनुहोस् संसारमा, अनि संसारमा पठाइदिएर चाहिँ के गर्नुहोस् त, फेरि पनि तिनीहरूलाई भन्नुहोस्, चेतावनी दिन लाउनुहोस् होइन, संसारमा चाहिँ असल जीवन जिउ होइन भनेर चाहिँ सम्झाइदिनुहोस् भन्दैछ। तर अब्राहमले भने, तिमीहरूका साथमा मोसा र अगमवक्ताहरूका पुस्तक छन्, तिनीहरूले ती सुनुन्। तर उसले भन्यो, होइन पिता, अब्राहम मरेकाबाट कोही एकजना तिनीहरू कहाँ गयो भने त तिनीहरूले पश्चाताप गर्ने थिए। यहाँनिर मरेकोहरूबाट एकजना गयो भने त कसैले होइन, मानिसले हरेक दिन भन्ने गर्छन् त को मरेर जीवित भएको छ र हामी विश्वास गरौँ होइन। हामीले जब सुसमाचार सुनाउँछौँ, को चाहिँ जीवित भएको छ? कोही पनि जीवित भएको छैन। मरेकोबाट चाहिँ के तिमी जीवित भएर आएको हौ भन्ने खालको क्वेसनहरू मानिसले गर्ने गर्छन्। तर वास्तवमा यो दिन आउँछ, वास्तवमा यो समय आउँछ, त्यो दिन चाहिँ एकजना कष्टमा र एकजना आराममा हुन्छ होइन। त्यो समय आउनु अगाडि नै चाहिँ तपाईँ र मैले चाहिँ पश्चाताप गर्नुपर्ने कुराहरू अनि बाइबलमा लेखिएका कुराहरू चाहिँ हामीले सुन्नुपर्ने कुराहरू होइन, हामीले यो कुरा गर्नुपर्छ। यहाँनिर धनी मानिसले पनि भन्दैछ होइन, मरेकाहरूबाट एकजना कोही गयो भने त तिनीहरूले पश्चाताप गर्नेछन्। तर उनले उहाँलाई भने, मोसा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैन। हेर्नुहोस् है त, मरेकोबाट कोही गयो भने पनि विश्वास गर्ने छैनन्। किन? बाइबल हरेक जो कोहीको निम्ति दिएको छ। संसारमा हामी जतिजना मानिसहरू छौँ, परमप्रभुको धर्मशास्त्र बाइबल हामी सबैको निम्ति दिएको छ। जसले चाहिँ वचनमा लेखिएको कुरालाई विश्वास गर्दैन, जसले चाहिँ वचनमा लेखेका कुरालाई चाहिँ शङ्का गर्छ, त्यो चाहिँ एक दिन साँच्चै नै कष्टमा हुन्छ होइन। धेरै मानिसले आजसम्म तपाईँ र मलाई आएर सुसमाचार सुनाएर प्रभु येशू ख्रीष्ट चाहिँ मृतकबाट जीवित हुनुभयो, प्रभु येशू ख्रीष्टले चाहिँ तपाईँलाई स्वर्गमा लानुहुन्छ भनेर धेरै मानिसले भने होला। के तपाईँले
तिनीहरूको कुरा सुन्दै हुनुहुन्छ। आज तपाईँ र मेरो निम्ति च्यालेन्जको कुरा छ। अनि आज तपाईँ र मैले विचार गर्नुपर्छ, हाम्रो आत्मा चाहिँ एक दिन आराममा भएको हामी देख्न चाहन्छौँ कि हाम्रो आत्माले एक दिन दुःख पाएको देख्न चाहन्छौँ, होइन? यहाँ धनी मानिसले के भन्दैछ, मलाई त एकदमै कष्ट भयो, मेरो जिब्रोमा चाहिँ त्यसले पानी हालिदियोस्, किनभने यहाँ चाहिँ एकदमै ज्वालाहरूले मलाई पोलिरहेको छ, सहनै नसक्ने कष्टहरू म माथि परेको छ। बरु लाजसलाई पठाइदिनु संसारमा र मेरा 5 भाइ दाजुभाइहरूलाई पनि भनिदियोस् कि यहाँनिर आओ भनेर। अनि त्यो आगोमा नपर्नको निम्ति चाहिँ हामीले वचनमा भनेका कुरालाई विश्वास गर्नुपर्छ। यानि प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता र मेरो प्रभु भनेर हामीले ग्रहण गर्नुपर्छ। अनि यो समय आज नै छ, यो समय आज नै छ। हामीले केही कुरा पाउनलाई केही कुरा गुमाउनुपर्छ। कतिचोटि हामी परमेश्वरलाई विश्वास गर्दै गर्दा तपाईँको छेउको साथी बोल्न छोड्छ होला, तपाईँको छेउको इष्टमित्रहरूले तपाईँलाई त्याग्छ होला, आफ्नै परिवारबाट सतावटहरू आउँछ होला। तर सबैभन्दा पहिले चाहिँ तपाईँ र तपाईँको परमेश्वरको बिचको सम्बन्धलाई चाहिँ मिलाउनुहोस्। मानिसको सम्बन्धले, अघि नै मैले भने, मानिसको सम्बन्धले स्वर्ग लाँदैन, तर परमेश्वरसँगको घनिष्ठ सम्बन्धले मात्रै तपाईँ र मलाई उहाँ कहाँ एक दिन पुर्याउँछ। हुन्छ, यहाँ सबैजनालाई म यही इन्करेज गर्न चाहन्छु, आऊ हामी सबै मिलेर उहाँलाई विश्वास गरौँ। उहाँ नै मुक्तिदाता हुनुहुन्छ, उहाँ नै स्वर्गको बाटो हुनुहुन्छ। अनि बाइबलको वचनले भन्छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ पुग्दैन। जय मसीह।